आज म तपाईहरुलाई यस भिडियो अन्तर्गत रहेछ डकुमेन्टहरु है हामीले डकुमेन्टहरुको फोटोहरु खिच्नु पर्यो हैन एक्युरेट एकदमै सिधा हैन कसरी हामीले निकाल्ने त डकुमेन्टहरुको फोटो है यसको बारेमा जानकारी दिन गइरहेछु सो भिडियो जो कसले हेर्नुहुन्छ अन्तिमसम्म हेर्नु होला हामी साधारण मान्छेहरुले यस्तो तरिकाले हैन डकुमेन्टहरुको फोटो कसरी लिन्छौं भने यसो सिधा पार्यो अनि ट्याक्क खिच्छौं अथवा तपाईले यति मजाले मिलाएर खिच्नु भन्यो भने यसलाई के हुन्छ त अब यो यस्तो आउँछ अब यहाँ यसको रिजल्ट हेरौँ है खिचिसकेपछि यो किसिमको आयो तपाईले यसलाई हैन क्रप गर्नुहुन्छ होला क्रप गर्दा पनि यो खासै हैन भने जस्तो हुँदैन कतिलाई क्रप पनि राम्रो गर्न हैन मजाले हुँदैन यस कतै यसको साइजहरु मजाले मिल्दैन के र अब एकदमै तपाईहरुलाई स्मार्ट वे म सिकाउँछु ल सही तरिकाले डकुमेन्ट को हैन तपाईले कुनै पनि किसिमको डकुमेन्ट जस्तो मैले एक्जाम्पलको लागि यो A4 साइजको एउटा पेपर को फोटो खिचेर देखाउँछु म तपाईहरुले चाहे हैन पासपोर्टको फोटो खिच्नुहोस् अथवा चाहिँ तपाईहरुले नागरिकताहरु हैन आईडी कार्डहरु कुनै पनि चीजको यो सिधै हामी साधारण मान्छेले के गर्छौं त सिधै क्यामेरा ओपन गर्छौं क्यामेरा ओपन गरेर यहाँ फोटोमा गएर यसरी फोटो क्लिक गर्छौं ट्याग लाएर तर यो हैन है तरिका डकुमेन्टहरुको फोटो प्रपर रूपमा लिनलाई चाहिँ यहाँ म तपाईहरुलाई देखाउँछु ट्याग यहाँ जाने हैन त्यसपछि यो तल यहाँ देख्न सक्नुहुन्छ यहाँ डकुमेन्ट भन्ने अप्सन है यहाँ चाहिँ तपाईहरुले के गर्नुपर्छ क्लिक गर्नु पर्यो के यहाँ धेरैवटा यस्तो अप्सनहरु छ हाम्रो क्यामेरामा धेरैवटा अप्सनहरु छ जस्तो तपाईलाई मैले यहाँ डकुमेन्टमा देखाएँ डकुमेन्टमा यसरी ठ्याक्कै क्लिक गर्नुहोस् है त्यसपछि तपाईहरुले यहाँ इन्हान्समा पनि क्लिक गर्न सक्नुहुन्छ अथवा ओरिजिनलै राख्दा पनि भयो हैन र अब जस्तो मैले यो डकुमेन्टको पिक्चर लिदै छु र म अगाडि नर्मली मैले फोटोबाट लिएको पिक्चर र यो डकुमेन्टबाट खिचेको पिक्चरको डिफरेन्ट हेर्नु होला है जस्तो मैले अहिले डकुमेन्टबाट चाहिँ के गरे त फोटो लिए अब यहाँ देख्न सक्नुहुन्छ एक्युरेट फोटोलाई ठ्याक्क अटोमेटिक क्रप हार्नु अब यहाँ तल तपाईहरुले के गर्नु पर्यो त यसलाई यसरी मिलाउँदा पनि भयो तपाईहरुले हैन अथवा अटोमेटिक फेरि म तपाईहरुलाई एकपल्ट देखाउँछु यस्तो गर्ने हैन यस्तो गर्ने अनि त्यसपछि अनि यो तल राइट यहाँ टिकमा ट्याग ओके गरेपछि यो सेभिङ भयो है र यहाँ तपाईहरुलाई दुई यो अहिले मैले डकुमेन्टबाट लिएको पिक्चर र अगाडिको हामीले खिचेको नर्मली फोटोबाट खिचेको पिक्चर ल देख्न सक्नुहुन्छ डिफरेन्ट है यसरी चाहिँ तपाईले फोटोहरु डकुमेन्टहरुको फोटोहरु खिच्दाखेरि तपाईहरुले यो तरिकाले चाहिँ है सधैँको फोटोहरु खिच्नु होला थ्यांक यू हजुरलाई यो भिडियो के कस्तो लाग्यो भिडियो अलिकति थोरै भए पनि युजफुल लागे लाइक गर्नुहोस् अनि कमेन्ट गर्नु होला अनि तपाईहरुले आफ्नो साथीभाइहरुलाई पनि है शेयर गरिदिनु होला थ्यांक यू